भोलि हो हरिबोधिनी एकादशी, तुलसी विवाह या भनौँ देव उठिने एकादशी। लगभग 4 महिना पश्चात भोलिबाट विष्णु भगवान आफ्नो कार्यभार सम्हाल्नको लागि उठ्दै हुनुहुन्छ र भोलिबाट नै सम्पूर्ण शुभ कार्यको लागि बाटोहरू पनि खुल्दैछ। भोलि तुलसी विवाह गर्दाखेरि यहाँले तुलसी मातालाई सौभाग्यको सामग्री चढाउँदाखेरि रातो चुनरी उडाउन नबिर्सिनुहोला। यसैगरी भोलि तुलसी मातालाई काँचो गाईको दुध अर्पण गर्नुहोला। 4वटा पालामा बत्ती बालेर या फेरि भनौँ दियो बालेर यहाँले पूर्व पश्चिम उत्तर दक्षिणमा त्यो दियो चाहिँ भोलि बाल्नुहोला। र एउटा अर्को उपाय चाहिँ के गर्न सक्नुहुन्छ भने हातमा लाउने जुन हाम्रो डोरो हुन्छ नि हो त्यो डोरो लिएर आउने र भोलि तुलसी मातालाई चाहिँ त्यो डोरो 7 पटक बाँध्नुपर्ने हुन्छ। तपाईको मनमा कुनै भाकल छ, कुनै चाहना रहेको छ भने प्रत्येक डोरो बाँध्दाखेरि आफ्नो मनको चाहना या फेरि भनौँ भाकल विश तुलसी माता समक्ष राख्न सक्नुहुन्छ। नभए प्रत्येक डोरो बाँध्दाखेरि विष्णु भगवानको नाम लिँदै यहाँले डोरो पनि बाँध्न सक्नुहुन्छ। भोलि शाकाहारी खाना खाने, अन्न नखाने र बिहान पूजा गरिसकेपछि बेलुका तुलसी मातालाई आरती गर्न भने नबिर्सिनुहोला। धन्यवाद। जय शम्भो। राधे राधे।